मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले राजीनामा दिनुभएको छ। मध्य प्रदेशको प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिनुभएको हो। उहाँकै पार्टीले समर्थन फिर्ता लिएकोले उहाँले विश्वासको मत पाउने सम्भावना नभएको अवस्थामा प्रदेश सभामा आफ्ना कुरा राखेर राजीनामा दिनुभयो। पदबाट राजीनामा घोषणा गर्नुअघि उहाँले सरकारमा हुँदा जनमत पार्टीले गरेको असहयोग र राजीनामा प्रकरणबारे कड़ा रूपमा संकेत गर्नुभएको छ। आन्दोलनकारीले राजीनामा नमागेको गठबन्धन दलसँग पनि कुनै सल्लाह नभएको अवस्थामा राजीनामा किन भन्ने प्रश्न मनभित्र थियो। तर पनि अध्यक्षजीको निर्देशन मान्दै सचिवालय मार्फत अपडेट हुने सामाजिक सञ्जालमा राजीनामाको विषय उल्लेख गरियो। मुख्यमन्त्री सिंहले जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेशमा संसदीय दलको नेताले गरेको एकल निर्णयप्रति पनि कड़ा टिप्पणी गर्नुभयो। यसैबीच मुख्यमन्त्री सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई आज अपराह्न 4 बजेभित्र सरकार गठनका लागि आह्वान गर्नुभएको हो। उहाँले संविधानको धारा 168 को उपधारा 2 बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गर्नुभएको छ।